अमेरिकामा प्लेन क्रास पनि कति धेरै भएको अस्ति भर्खर भनेको अमेरिकन एयरलाइन्सको वाशिंटन डीसी राजधानीमा भनेको प्लेन क्रास हुँदाखेरि भनेको कयौं मान्छेहरूले ज्यान गुमाउनु भएको थियो भने आज फेरि अर्को अमेरिकन एयरलाइन्सकै जहाज दुर्घटनामा परेको छ। तपाईले देख्न सक्नुहुन्छ पुरै आगो लागिरहेछ, मान्छेहरू ज्यान बचाउनलाई भनेको जहाजको पंखामा चढिराख्नु भएको छ र यो घटना भनेको अमेरिकाको कोलोराडो डेनभर इन्टरनेसनल एयरपोर्ट भित्रको घटना हो, जहाँबाट चाहिँ भनेको अमेरिकन एयरलाइन्सको जम्मा 172 जना प्यासेन्जर बोकेर डीएफडब्ल्यू म बसेको सहर डलास फोर्ट वर्थ इन्टरनेसनल एयरपोर्टमा आउने क्रममा भनेको त्यहाँ डेनभर इन्टरनेसनल एयरपोर्ट भित्र इन्जिनमा समस्या आइसके पछाडि इन्जिनबाट सुरुमा आगो लागि भएको थियो र तपाईले देख्न सक्नुहुन्छ प्लेन पुरै जलेर एउटा पार्ट ध्वस्त भएको छ र यति हुँदै गर्दाखेरि पनि भनेको सबैजना सकुशल तपाईले देख्न सक्नुहुन्छ। धेरैजना भनेको पंखादेखि हाम फालेर पनि आफ्नो ज्यान जोगाउनु भएको छ। एकदमै यत्रो ठुलो आगो लागि हुँदाखेरि पनि धन्न कसैलाई केही भएन भनेर भन्नुपर्छ। अनि अमेरिकामा अहिले पछिल्लो समय भनेको एकदमै यति धेरै हैन प्लेन क्रासहरू भइरहेका छन्। पछिल्लो यो 2 महिनामा हेर्ने हो भने लास्टैका यो अमेरिकाको इतिहासमै मलाई लाग्छ यत्रो धेरै प्लेन क्रास भएकै थिएन होला क्या। पहिला म त्यत्रोमा बसिराख्दाखेरि भनेको कहिले पनि हैन प्लेन क्रास भएको यसरी एक्सिडेन्ट भयो अरे भनेर सुनिदैन थियो। तर अहिले पछिल्लो यो 2 महिनामा हेर्ने भने प्लेन क्रासका घटनाहरू अमेरिकामा एकदमै बढिरहेका छन्। अब त अमेरिकाको आकाशमा प्लेनमा उड्न पनि एकदमै डर मर्दो भयो। जहिले पनि त्यत्रो जनाले ज्यान गुमाउनु पर्यो हैन, आज पनि फेरि त्यस्तो भएको छ।